अक्षरबाट हामीले विभिन्न प्रकारका वर्णन गर्न सक्दछौँ। कुनै पनि वस्तुको वर्णन गर्नुपर्दा शब्दद्वारा वर्णन हुँदछ, परन्तु परम तत्त्वको वर्णन शब्दले भएन, किनकि शब्दातीत हुन् परमात्मा। यो सम्झाइयो। अनि परमधामको वर्णनमा अब 25 पक्ष परमधाम छ है सखी। मध्यमा के छ त भन्दाखेरि मध्य हृदय, परमधामको हृदय। त तिम्रो घर छ त्यहाँ, विचार गर्नुहोस् त। जहाँ आत्माहरू विराजमान छन् परात्माको तनमा, परात्माको रूपमा, आफ्नो परमात्माको साथमा विराजमान छन्। जसलाई रङ्गमहल भनियो। रङको अर्थ आनन्द। यहाँ लाउने कलरलाई रङ भनिएन, त्यो आनन्दको महल छ, दरबार छ, जसलाई रङ्गमहल भनियो। जहाँ सिर्फ परमात्माको अलावा अनि आफ्ना परात्माहरूलाई लिएर परमात्माको अलावा अरू कोही त्यहाँ बस्न सक्दैनन्। परमात्मा बाहेक अन्य अरू कोही छैनन्। त्यो घरलाई परमधाम भनियो। अब शास्त्रले वर्णन गर्यो त्यो धामको विषयमा विभिन्न प्रकारले। अल्प बुद्धिले, अल्पज्ञ व्यक्तिहरूले थोरै वर्णन गरे तापनि, परन्तु अलिअलि त वर्णन गरेका छन्।